गुड मर्निङ सबैजनालाई। आज चाहिँ मैले डेली बेसिकमा के गर्दैछु भनेर सानो भ्लग गर्दैछु। आजदेखि भ्लग सानो सर्ट भ्लगहरू म गर्नेछु होइन। अन्त तपाईँहरूको सपोर्ट दिनुहुन्छ भन्ने आशा म रुमदेखि निक्लेर रोड लाँदैछु। रोटेर तब चाहिँ मेरो रुम चाहिँ बजारदेखि अलिकति 40 मिनटहरू तल छ। अन्त बजारकै छेउमा छुइनँ, म चाहिँ अलिकति बस्ती एरिया नै छ। अन्त जाँदैछु अब के हुन्छ आजको भ्लगमा म तपाईँहरूलाई देखाउँदै जानेछु। चाहिँ हाम्रो केटाहरू क्लासको बसिरहेको रहेछ। गुड मर्निङ मर्निङ लालु। यसलाई चाहिँ डम्फु डाँडा भन्छ। पहिला यहाँ हाट लाग्थ्यो, अहिले हाट छैन। अब चाहिँ म कलेजको गेट पुगिसकेको छु। आज चाहिँ हाम्रोमा प्रोग्राम छ। यता यहाँ उहाँ आउनुहुँदैछ, नाम पद्माश्री, उहाँ आउनुहुँदैछ। म प्रोग्राम के कस्तो हुन्छ टाइम पायो भने तपाईँहरूलाई देखाउने छु। अन्त यो चाहिँ हाम्रो कलेज त अब चाहिँ क्लासमा जाँदैछु। क्लास भन्दा पनि अडिटोरियम। अन्त हाम्रो डिपार्टमेन्ट चाहिँ यहाँ छ। यहाँ चाहिँ हाम्रो डिपार्टमेन्ट छ। अन्त यो चाहिँ डिपार्टमेन्ट फोटो ग्यालेरी हो। यसमा चाहिँ हामीले काम गरेको फोटोहरू पनि लगाउनु भएको रहेछ होइन। आजको प्रोग्राम चाहिँ स्टार्ट हुन आँटेको छ। Located, which is based in element, and whether a person is happy or not solely depends on his or her mental state. In ancient your motto, Sa Vidya Ya Muktaye, वही विद्या है जो मुक्ति प्रदान करती है या मुक्ति दिलाती है. That is really very important statement. But now we have to understand what vidya is and what mukti is. This is all about what we are struggling for. In the Indian context, mukti means suffering, mukti from all kinds of suffering. And vidya means that very vidya which can give us that liberation, right? Yes, and practices and concepts, what actually is vidya. Even within India also, there has been lots of debates and concepts and traditions with respect to the very identification of vidya and then identification of mukti, right? So I want to ponder into that area. First and foremost, on behalf of Sikhi Government College Namchi, I extend my deepest gratitude to our esteemed Yes, Miss Shrin Yothan, head of the department. अहिले भने चाहिँ म बजार आइपुगिसकेको छु। कम्प्युटर क्लास पनि गएँ, त्यहाँदेखि कम्प्युटर क्लास सकेर पनि म बजार आइपुग्दैछु। अन्त यो चाहिँ हाम्रो सेन्ट्रल पार्क हो। यो चाहिँ बजार जहिले पनि हामी अब नै बस्छौँ। अहिले भने चाहिँ यहाँ बजारमा एकछिन बसिरहेको छु। बस्दा बस्दै हाम्रो रियो सरलाई भेटेँ। हेलो हेलो, दिस इज माई फर्स्ट भ्लग हुँदैछ हो। कुछ कहना चाहता है अब? हिन्दीमा हो कि नेपालीमा हो? नेपालीमा हो। नेपालीमा हो चाहिँ अब सुरज एकदम राम्रो गरोस् होइन, राम्रो गर्नुहोस् तपाईँले। भ्लग भनेको चाहिँ राम्रो हुनु पर्यो। थ्याङ्क यू। यताबाट थ्याङ्क यू।